त्यो अब त्यो भाइ फेक चिट हो कि के हो थाहा छैन भाइ, त्यो फेक चिट पनि हुनसक्छ। तर त्यो ध्यान दिने, त्यसले सरी चाहिँ किन नभनेको यार? कस्तो म्याच चिक्ने मै नियम हो भनेर बस्छ त राडे, त्यो म्याच चिक्ने त्यहाँ माथि गएर मै नियम हो मै नियम कानुन भन्दै बस्छ त म्याच चिक्ने। सरी बनाएर सरी भन, म्याच चिक्ने अति नै गरेर थालिसकेछ। त्यसलाई त म छोड्दिनँ त, अब त छोड्दिनँ भाइ, अब त छोड्दिनँ। अब सक्यो भाइ, अब सक्यो। त्यसको जतिसम्म मैले पर्खिनु पर्ने थियो त्यसको नौटङ्की नाटक मैले पर्खेँ भाइ, पर्खेँ। पोलिटिक्सको कुरा होइन भाइ, मैले भन्दैछु त। तेरो के धारणा छ टिप्पणी बुदाहरू दिउँ त यो संविधान बारे के उसको एउटा किताब नै होला, मतलब छैन भाइ। त्यो किताब तैसँग राख, तै पढ। तर जे देख्छु तँलाई यहाँ आएर बोलेको, इन्टरनेटमा आएर ह्यान त्यान गरेको गुइठे, कसम होला भाइ यार, कसम होला यार भाइ। उहिले के ढुङ्गा सुवा खारेले चिरपट खाइसक्नु पर्ने होइन, यस्तो बेउरा भएको छ। अनि आफै मै नियम कानुन भन्दै हिँडिरहेछ। तिमीहरूको मुखमा जहाँ यत्तिकै हक्दिरहेछ र पनि त्यत्तिकै क्या पचाइदिइरहेछ। ठुक्क हटाइहाल भाइ त्यस्तो भन्दैछु त। त्यसको सोच के छ, धारणा के छ पोलिटिक्सको, साइडमा राख। तर त्यो मान्छे जे आएर यहाँ म ह्यान त्यान हुन त्यान मै कानुन भनेर अनि उसले गर्दैछ नि भाइ, होइन बोल्नु आएर यहाँ कमेडी गर कि त स्ट्रिमर हो, बस बोल पाइस। तर त्यहाँ गएर नेता जस्तो भएर अनि म कानुन म नियम, मलाई कसले के गर्छ, मै किम जोङ उन भनेर बसेर म्याच चिक्ने खातेको बच्चा मुजी कस्तो सहेर बसेको। अनुहार हेर राडीको खोप्टे अनुहार त्यो बेलचा त्यसकै अनुहारमा हानेको छ। अनुहार हेर राडीको राक्षस, अनुहार हेर्दा राक्षस छ, दानव खातेको बच्चा। अनि आएर मै नियम कानुन भनेर बसिरहेछ म्याच चिक्ने। अनि यस्तोलाई तिमीहरू मासाले आएर यस्तो नाना थरी जे भन्दै बसिरहेछ। हिजोसम्म त्यसले बोल्दै थियो नियम माथि कोही हुन्छ, नियम कानुन माथि कोही हुन्छ भनेर बोलिरहेछ। अनि आज मै नियम कानुन भन्दै बस्छ। राणीको थोपडा हेर, म्याच चिक्नेको थोपडा खातेको बच्चा। यहाँ मेरो शिरमा चिक्ने तिमीहरू को छेस भाइ? हर्के सर्के भन्ने हटेर जा भाइ। तिमीहरू टिकटकमा को छेस? मलाई अब आजबाट तिमीहरू को छेस? अगर तिमीहरू हर्केलाई मन पराउँछ, हर्केलाई फलो गर्छस् भने हट भाइ। राजेश हमाल पनि यहाँबाट हट, अरू सबैजना यहाँबाट हट, सबैजना हट भाइ। तिमीहरू पोडकास्टर को छेस? तिमीहरू पनि चिक्ने, सबैजना हट। एक्टरहरू को छेस? सबैजना हट, सबैजना साइड लाग भाइ। म्याच चिक्ने यस्तो क्यारेक्टर, यस्तो मुजी यो म्याच चिक्ने हगेर बाटोमा हगेर मुतेर यसरी हिँडिरहेछ। अनि यस्तो मान्छेलाई सपोर्ट गरेर हिँड्ने मान्छे होइन, सोच ठिक होला उसको पोलिटिक्सको, नेपाल बनाउनुलाई हिँडेको होला खोइ त। आएर कराएर चिच्याएर यो म्याच चिक्नेको जहिले सुन्नु पर्ने, यो राडीको काम छैन। खातेको बच्चा साला जतिखेर जे गरेको छ कता तिमीहरूले बुझेको छैनस् क्या? डिप छ क्या? कुना काचा इन्डाइरेक्टली खालि जातको कुरामा ल्याउँछ, केमा जोड्छ, केमा लान्छ, र पनि मान्छेहरू गइरहेछ। भन्दैछु त भाइ, म छोड्दिनँ भाइ। यस्तो चिक्ने मन्त्री त्यहाँ गएर मन्त्री हुन्छ भने भोलिको दिन मै हुन्छु भाइ, मै हुन्छु, मुख छाडी हुन्छु, मै हुन्छु मन्त्री। हर्के जस्तो चिक्ने मन्त्री हुन्छ भने मै हुन्छु भोलिको दिन मन्त्री। म्याच चिक्ने एउटा मुजी गर धरनमा म्याच चिक्ने, एउटा त्यो माटो कि के मुजी त्यो के अरे गर मुजी पानी ल्याउने पनि सबै सहयोग अरूले गरेको म्याच चिक्ने। त्यो मुजीको केही होइन गरेको म्याच चिक्ने। ल भनेर तिमीहरूलाई म्याच चिक्ने गफमा भुलेको मात्रै हो चिक्ने। छोड्दिन त भाइ, छोड्दिन। देशलाई माया गर्ने मान्छेलाई भाइ, त्यसले देशलाई माया गर्थ्यो भने त्यसले सबलाई माया गर्थ्यो, सबलाई समेटेर हिँड्थ्यो क्या भाइ। अहिलेसम्म त्यसले पानी ल्याउने भने अहिलेसम्म के ल्याइसक्थ्यो क्या? त्यसरी नै काम गर्थ्यो भने। आएर बोलेको छ कि त तेरो पोलिटिक्सको धारणा के हो त्यो लगेर गर्न त, काम गर्न थाल। म्याच चिक्ने मै नियम कानुन भन्दै हिँडेको छ रन्डीको बान मुजी खाते साला चोर। अरूलाई जे भनेको छ अनि यसको झोले आउँछ गाली गर्न के भनेर त्यस्तै खाले मासाले चुस, सबैजना चुस खाते। अति नै भएर भनेको भाइ, गयो भाइ, इज्जत छैन भाइ,
छैन 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 त अहिले हालैमा जे अहिले हालैमा सिधै आज ल म गइदिएँ आज त्यसकै बारेमा गइदिएँ जे हालैमा यार भाइ जे हालैमा यसको बेउरा जे यो बोल्दैछ जे बेउरा देखाउँदैछ जस्तो आएर बोल्दैछ गर्दैछ जे देख्दैछौँ नि भाइ हो त्यसको पछाडि यहाँ राजेश हमाल आएर म हर्क साम्बाको पछाडि हुन्छ नि फक राजेश हमाल हो त्यो पोडकास्टरको आएर म हर्क साम्बा फक त्यो मुजी सबैजना म्याच सिक्ने खातेको बच्चा फक हर्के म्याचले गुइठे खाते अनि हिँडेको छ त्यसकै झोलेहरू साला सब त्यसकै झोलेहरू त्यसको झोलेहरू अनुहार हेर्दै क्या त्यो सबै त्यो त्यस्तै छ क्या भाइ त्यो 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 जातीय झगडा गर्ने भाइ तिनीहरूको सोच केही छैन Sidhan Pisonke tipped 50 rupees. खाते हर्के मुजी खाते यसलाई म छोड्दिनँ भाइ यसलाई म छोड्दिनँ मलाई अस्तिको त्योदेखि मलाई आइरहेको थियो क्या मोमेन्टम बिल्डअप भइरहेको थियो क्या भाइ भइरहेको थियो होइन थाहा छैन क्या भाइ यसको के सोच्छु सिद्धान्त होइन बोलेको छ चाहिँ यहाँ नचाहिँदो जे गरेको छ हुँदा यान त्यान एटिट्युड बढेको छ म यो सबै तोक्दिन थालेको छ ऊ त पुरा मुभीमा हिरोहरू जस्तो खालको हुन्छ नि त्यो क्यारेक्टर बोकेर आएर यान त्यान म यो भिलेन म यो कानुन म यो नियम म यो न्यायाधीश भन्ने जस्तो टाइपको सबै बोकिन थाल्यो त म्याच जित्ने खाते सबलाई गाली गर्ने हो भाइ बेउरा सबको बेउरा गु भएपछि सबलाई गाली गर्ने हो भाइ सबलाई गाली गर्ने हो भाइ म्याच सिक्ने यसले धेरै भयो अब हेर भाइ यसको दिन आउँदैछ भाइ धेरै भयो यसलाई मान्छेले यस्तै बेर सबैले थुक्छ भाइ म यो पोइन्टमा आएर यस्तो गर्दैछु भने चाहिँ सबैले थुक्छ क्या यसलाई सबैले थुक्छ अनि यसले के गर्छ थाहा छ यसले स्ट्राटेजी लगाउँछ यसले त्यो नचाहिने नठाउने त्यो मान्छे नै नजानु पर्ने नबस्ने ठाउँमा गएर जोतको यसले के झुलुङ्गे पुल बनाइदिन्छ अनि त्यसले अनि कति 1 वर्ष 2 वर्ष फेरि आएर बोल्छ सक त झुलुङ्गे पुल चुस सिक्ने खातेको बच्चा तिमीहरू यस्तो सहेर बस यार यस्तो गरेर चाहिँ माथिबाट म्याच सिक्ने यार कस्तो यार मुजी पारसहरू आउँदा पनि म्याच सिक्ने यतिको गरेको थिएन क्या मुजी यार गुन्डाहरू आएर पनि यतिको धक्कु धाङ गरेको छैन यार म्याच सिक्ने अनि यो रन्डी आएर म्याच सिक्ने म नियम म कानुन एकचोटि सरी भन म्याच सिक्नेले एकचोटि सरी भन खातेको बच्चाले छोड्नु हुँदैन क्या तिमीहरू कोही बोल्दैनस् क्या भाइ तिमीहरू कोही बोल्दैनस् क्या भाइ बोल्ने ठाउँमा बोल्दैनस् क्या भाइ अनि जब यो अब अझै अति भएर 1 वर्ष 2 वर्ष पछाडि बोल्छस् क्या भाइ ढिलो भइसकेको हुन्छ क्या भाइ यस्तो चिक्ने खाते मोजी चुप लाएर पोलिटिक्समा काम गर्न गएको होइन काम गर्न म्याच सिक्ने काम गर्न गर त्यहाँ बोलेको छ अनि त्यसको पछाडि छ अर्को एउटा लुते त्यस्तै थियो के हो त्यो एरियन के भन्ने त्यो म्याच सिक्ने त्यस्तै छ फेरि त्यो राडी त्यस्तै छ फेरि भाइ मलाई यिनीहरूको यो ताल देखेर मैले देखेँ होइन भोलिको दिन प्रधानमन्त्री बन्नु नेपालमा ठुलो कुरोहरू होइन रहेछ होइन मैले ताल देखिसकेँ तर म प्रधानमन्त्री भयो भने भाइ यिनीहरूले संविधानमा त्यो भन्न हल्ला गर भने भाइ म्याच यसरी खोलेर निकालेर यसरी मुखमा मुतिदिन्छु भाइ यिनीहरूको म प्रधानमन्त्री भयो भने को त मेरो आएको छ यहाँ आइज मुतिदिन्छु भाइ यिनीहरूले हक्दा हुन्छ नि मैले मुद्दा पनि हुन्छ भाइ खुन उम्लेर आउँछ हौ खुन उम्लेर आउँछ यार अझै पनि फर्केर आउँछु म लफडामा पर्नु छैन काम गर्छु भन्दा त्यसको छ क्या भाइ तर अब त होइन भाइ हामीलाई देखाउन रहेछ थापा म्याच सिक्ने रन्डीको बानमा म्याच सिक्ने खातेको होला मुजी म्याच सिक्ने मै नियम कानुन भनेर त्यसरी हिँडेको छ यार फेरि कसले केही गर्दैन यार मैले त्यसरी के आएर मिडिया सिडिया आयो कि त्यस्तो सिचुएसन छ मैले त्यही त्यस्तो गरेँ अनि मिडियाले मलाई सोध्यो अनि त मै नियम कानुन मलाई मार्छ त यार भोलिको दिन बाटो हिँड्न नहुने हुन्छ त अनि यो म्याच सिक्ने कसरी हिँड्दैछ यसको झोले हो
त्यो एक दुईटा जातीय झगडा गरेर खोज्ने त्यस्तै जातको झोले हो त्यो झोले हेर्छ कि डराको म्याच सिक्ने खातेको बच्चा छोड्ने होइन क्या भाइ छोड्ने होइन एउटा टाइममा बोल्नु हुनु त अस्ति नै बोल्नु पर्थ्यो क्या तिमीहरू कोही बोलेको छैन हौ यार भाइ मन्त्रीहरू यार बरु ओलीहरूले यस्तो गरेको थिएन यार भाइ भाइ ओलीले यस्तो गरेको थिएन क्या बरु ओलीले यसरी भनेको थिएन देउवाले यसरी भनेको थिएन क्या भाइ अनि हर्के आएर म्याच सिक्ने म कानुन म नियम भन्छ त सरी पनि भन्दैन नेता जस्तो मान्छेले म्याच सिक्ने जे गरिरहेछ आएर होइन मैले यस्तो गर्नु हुँदैन म भनेको तिमीहरू भन्दा ठुलो मान्छे हो मैले यस्तो इक्जाम्पल दिनु हुँदैन उदाहरण खोइ म्याच सिक्ने खाते पात पनि आएको छैन न पादिदिन्थेँ क्या यति बेला यसलाई यसको मुखमै हर्केको मुखमा ला म्याच सिक्ने खा मुजी चुस खाते कति बोलेको जाँठा उयाएको यो आशोक योको दरलामी हो हर्केको झोले हो हर्केले हग्न आँट्दा त्यो जुन कन्डो च्यातिन्छ यसैले मुखमा हालेर घोलेर खान्छ हर्केको झोले खातेको बच्चा वरिष्ठ कोही बोल्दैन क्या कमेन्टमा गुइठे मात्रै लेख्छ कोही केही बोल्दैन बोल्न म्याच सिक्ने निस्केर हान्न चिरपटले राँडीलाई हान्न सबैजना मिलेर उहिले जेलमा पुगिसक्नु पर्ने मान्छे म्याच सिक्ने मुजी नेता आएर यसरी गरेको छ यार पाउँछ त्यसरी म नियम कानुन म हेन तेन भन्दै भन्नु पाउँछ म्याच सिक्ने फेरि बालन डराएको केही गर्दैन त म्याच सिक्ने प्रधानमन्त्रीले पक्रिन मुजी पक्रिन रन्डे केही गरेर मिल्दैन होला त हौ त्यस्तो त यार गल्ती गर्दै मै नियम कानुन मै भन्दै हिँड्न नेता त्यहाँ भएको मान्छेले त्यसरी त मिल्दैन होला त केही होला त नियम म्याच सिक्ने ठोक्न रन्डे बोले न बसेको छ एउटा फेरि कहाँ कुनामा बोल्दैन म्याच सिक्ने हो धेरै भयो भाइ त्यो धेरै नै भएको यो भडास मेरोमा भएको आई थिङ्क 2-3 महिना 3-4 महिना कति भयो क्या भाइ यो भित्र यो भएको निकालेको नै हो जेसुकै गर भाइ जेसुकै आओस् कन्सिक्वेन्सेस जेसुकै आओस् गर्नु त केही गर्दैन भाइ त्यसको केही झोलेहरू आयो भने थाहा नै छ भाइ सब प्रुफ नै छ म्याच सिक्ने हेरौँ न मुजी त्यो पावरको पछाडि कुदेको त्यसको अनुहारमै मैले देखिरहेको छु त्यो रन्डीको छोरो मुजी अनुहारमै कोदालो हानेको मुजी हेर्न मुजी खपल्टा परेको अनुहार म्याच सिक्ने मै नियम कानुन त्यस भए त म्याच सिक्नेले कुन चाहिँलाई केस हालेको होइन रन्डे भिडियोमा के भन्नु भनेर म्याच सिक्ने म नियम कानुन ला म पनि म नियम कानुन म्याच सिक्ने केही गर्नु सक्दैनस् भाइ म नियम कानुन ला म्याच सिक्ने हरेक कुरामा बोल्नु सिक भाइ नडरा हो एक दुई ठाउँमा कुनै ठाउँमा लट्ठी खालास के खालास नबोल भाइ पछि गएर कस्तो रिग्रेट हुन्छ म्याच सिक्ने मुजी यति बोल्ने टाइममा बोलिन म्याच सिक्ने केदेखि डर एउटा लट्ठी एउटा झापड या यति भाग्नुदेखि या के हुन्छ कि भनेदेखि म्याच सिक्ने कोही बोल्दैन मुजी कोही बोल्दैन अनि आएर बोल आफू नराम्रो मुजी कसले गाली गरेको थियो म्याच सिक्ने त्यो 2020 मा मुजी सिक्ने आएर खुल्ले आम मुजी त्यो साकार बाइक त्यो प्रचण्डलाई खुल्ले आम गाली गर्ने को थियो त्यो राणीको बानलाई को थियो म्याच सिक्ने तिमीहरू कसले के गरिस् गरिनस् अनि लास्टमा सबै ओलीहरूलाई कसलाई त्यहाँदेखि आइदिएको देउबा म्याच सिक्ने सबैलाई गाली गर्दै आएको रहेन कसले वास्ता गर्यो कसले धेर भइसक्यो यिनीहरूको धेर भइसक्यो दमन भाइ हामीलाई हेपेर राखेको म्याच सिक्ने अनि त्यसको 4 वर्ष पछाडि गएर आन्दोलन गर्यो आउँदो रहेछ नि त अनि आज मैले बोल्दैछु आज म भन्दैछु अबको 4 वर्ष पछाडि फेरि जान्छस् क्या भाइ त्यही कुरामा हेर भाइ क्लिप गरेर राख्न भाइ
क्लिप गरेर राख म्याथ सिक्ने हर्केको नामो निशान मिट्छ भाइ हर्केको नामो निशान मिट्छ भाइ हर्केले लास्टमा गर्ने भनेको जातीय दङ्गा ल्याउनु खोज्छ हर्केले त्यही हो गर्नु सक्ने भनेको अरू केही छैन भाइ अरू केही छैन भाइ अरू केही छैन भाइ त्यही हो अबदेखिको 4 वर्ष पछाडिको बोल्दैनस् भाइ तिमीहरू केही पनि बोल्दैनस् अरूले कतिखेर बोल्छ भनेर पर्खिन्छस् भाइ तिमीहरू अरूले कतिखेर बोल्छ अनि पर्खिन्छस् भाइ तिमीहरू केही गर्नुलाई बोल्दैनस् भाइ बोल्दैनस् कसैले केही गलत भन्यो भने थु भनेर थुक्नु डराउँछस् क्या भाइ तिमीहरू अनि जब दुनियाँले थुक्छ नि अनि त्यति बेला आएर त पनि थु 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 दिन्छस् क्या भाइ त्यो हुँदैन भाइ त्यो भएन भाइ बिल्ला हो एकछिन मुड रिफ्रेस गर्नलाई भाइ मुड रिफ्रेस गर्नलाई एकछिन इन्डियामा के भइहाल्छ कि मुड रिफ्रेस गर्नलाई मुड रिफ्रेस खुनै उम्लेर आएको छ अनि अझै पनि भन्छ भाइ त्यसको पोलिटिक्सको त्यसको धारणा के छ त्यसको सिद्धान्त के छ थाहा छैन भाइ जान्नु पनि छैन तर जे बेहोरा त्यो जो एउटा देख्दैछ हुन्छ नि त्यो म्याथ सिक्ने त्यो नेता जस्तो मान्छे अरे अनि आएर त्यो म्याथ सिक्ने मै नियम कानुन भनेको छ हिँडेको छ मै किम जोङ उन दिएको छ रन्डीको बान म्याथ सिक्ने खाते अनि कोही बोल्दैन क्या अनि त्यो बोल्दाखेरि अनि त्यसले त्यस्तो भन्दैछ अनि त्यसले दुनियाँलाई के बोलिरहेछ त्यस्तो भनिरहेछ नि हामीले गाली गर्यो भने अनि म्याथ सिक्ने त्यसको झोलहरू एक दुईवटा आइपुग्छ क्या महावीर पुन सही हो भाइ सही भयो लाइफ बुझेको मान्छे महावीर पुन हो भाइ महावीर पुन उसबाट पनि केहीहरू यसो अलिकति चर्की चुर्की बोल्ने अलिकति नबोल्देको भए हुन्थ्यो अलिकति ठिकै छ त कुलमा बस्दा पनि भइहाल्छ नि भने जस्तो खालको हो त्यो छ तर त्यो बाहेक अरू केही छैन भाइ महावीर पुन एकदम चिलमा हो तर त्यसरी पनि अब चिलमै सबैजना बस्यो भने पनि चल्दैन भाइ एक दुईवटा मात्रै चाहिन्छ त्यस्तो चाहिँ सबैजना त्यसरी बस्यो भने चल्दैन भाइ चल्दैन त्यसरी यहाँ के एकछिन मुड अफ गरेर